हाम्रो डाङडुङको तर्फबाट सम्पूर्ण साथीभाइहरूलाई हाम्रो टिमको विभिन्न समस्याहरूले गर्दाखेरि हामीले सुटिङ गर्न पाइनौँ। हजुरहरूले क्षमा प्राप्त गरिदिनु होला। के भन्न चाहनुहुन्छ? त्यसैले आज हामी चाहिँ यहाँ हजुरहरूको कमेन्टको चाहिँ रिप्लाई गरिदिउँ भनेर हामी यहाँ डाङडुङको जति पनि कलाकारहरू छ जति पनि के भन्नु होइन 2-4 जना जम्मा भएर त्यसो हेरेर चाहिँ हजुरहरूलाई रिप्लाई भनेर बसिया हुँ। त्यही साथसाथ बुढी गएर पनि भेटौँ भनेर आएको हुँ। अब सुनको दाँत निकालेर फ्याँकिदिनु भनेर छ त बुढी कन्यालाई मनै परेन अरे सुनको दाँत भनेर भन्छ। अनि कहाँ फ्याँक्नु भयो? मैले देखिँदा फ्यान लगाउँथेँ यसो यत्रो ठोलानु ला त्यो म देखाएर फ्यालिदिनु पर्थ्यो नि। अब कमेन्ट चाहिँ पढिहाल्नु पऱ्यो क्या। त्यो भाइ 2जनाको देखाएर पढ्नु। अब हामीलाई त पढ्न आउँदैन। पहिलो सुरुमा ल तिम्रै आज चाहिँ के भने यहाँ थाहा छ? कान्छी नानीले मेसेज के अरे कमेन्ट गर्नुभएको छ कौशलको फ्री फायर आइडी कति हो भनेर भन्नुभएको छ। ल कौशल अनि तिम्रो फ्री फायर आइडी देऊ। अब मेरो फ्री फायर युआइडी थाहा छैन मलाई। ला त्यसो भन्नु भएन नि त। त्यसो भन्नु भएन। अब के अब गेममा जानु मिलेन फेरि अब यहाँ रेकर्ड हुँदैछ। त्यसै गरी एकजना मित्र हुनुहुन्छ अरब माझी। हेलो सबैलाई नमस्ते भन्नुभएको छ। हाम्रो तर्फबाट पनि नमस्ते उहाँलाई। अनि म चाहिँ सुनसरीबाट हेरिरहेछु। हजुरहरूको भिडियो अझै सकेसम्म राम्रो बनाउनुहोस्। यति राम्रो बनाउनु भएको छ कि सकेसम्म छिटै अर्को पार्ट पोस्ट गर्नु होला। के अरे साह्रै रमाइलो छ भिडियोहरू फनी अझै मन छुने खालकै बनाउनु। सबैलाई लट्स अफ लभ थ्याङ्क यू भन्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद सुनसरीबाट चाहिँ हेरिदिनु भएकोमा। यहाँ हिमाल रोक्का भाइले भन्नुभएको छ है यो सिरियल त मलाई साह्रै मन पर्यो र कौशल भाइको आइडिङ त झनै मन पर्यो भन्नुभएको छ। हजुरलाई थ्याङ्क यू मेरो छोरालाई मन पराइदिनु भएकोमा है। थ्याङ्क यू। छोराले भोलिपछि नाक काट्दैन नि। काट्दैन आजकलको युगमा नाक काट्ने त हुनेछ सेट पारेर। इन्जिनाले भन्नुभएको छ कौशल दादा इज सो हेन्डसम एन्ड रितिका दिदी सो ब्युटिफुल भनेर चाहिँ थ्याङ्क यू। मेरो तर्फबाट चाहिँ थ्याङ्क यू भन्न सकेँ। अब रितिका दिदीबाट चाहिँ आज उहाँको समस्या घरमा परेकोले आउनु पाउनु भएको छैन। उसको तर्फबाट हामीले पनि थ्याङ्क यू चाहन्छौँ। अनि अर्को भन्नुभएको छ असिम मगरले भन्नुभएको छ बबाई लेयर मुभी कौशल भन्नुभएको छ। खै मैले बुझिनँ। थ्याङ्क यू। अब नबुझ्यो भने अब चाहिँ कमेन्ट गरिदिनु भएको छ। त्यसै गरी फेरि अर्को छ एउटा मणिराज चौधरीज्यूले हेलो भन्नुभएको छ। कहाँबाट बोल्नु भएको छ उहाँ कहाँबाट हेरिदिनु भएको छ उहाँलाई पनि धेरै धेरै हेरेर त्यहाँनिर कमेन्ट गरिदिनु भएको उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबै टिमले धन्यवाद। लिसाजी हुनुहुन्छ बिग फ्यान नयाँ तारा भन्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि कमेन्ट गरिदिनु होला। कुमार तामाङ हुनुहुन्छ गुड नाइस भन्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। हजुरहरूले कमेन्ट सागराले हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। पूजा आइजो भन्ने छ वाउ नाइस दिनेश सर मलाई हेर्दै छौ है भन्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। दिनेश सर चाहिँ सुन्दा थियो फेरि मेरो है। नेम्बा राणा हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी समीर विक हुनुहुन्छ उहाँले नि गुड भिडियो नाइस भन्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद हाम्रो टिमबाट। अनि त्यसै गरी फेरि नाना थरीले भन्नुभएको छ कि राम्रो छ दाइ म शमशेर भन्नुभएको छ। म शमशेरजीलाई पनि धेरै धेरै धन्यवाद। उहाँको टिमलाई पनि हाम्रो धेरै धेरै धन्यवाद। नाना थरी टिमलाई पनि तपाईँहरूले धेरै सपोर्ट गरिदिनु होला। उहाँहरूले पनि सिरियल बनाउनुहुन्छ त्यसैले तपाईँहरूले उहाँहरूलाई पनि
सपोर्ट गरिदिनु होला हस् त धन्यवाद। अर्कै कमेन्ट गर्ने एकजना साथी हुनुहुन्छ हरिकृष्ण दरनुहार गुड राम्रो छ है भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। अर्जुन मगरले भन्दै हुनुहुन्छ खतरा हुँदैछ भन्नुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। भन्नुभएको छ जोडी त दामी हुने थियो एक अर्कालाई माया गरे त भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँ हाम्रो 388 हुनुहुन्छ उहाँको नाम मलाई अलिकति अप्ठ्यारो भनिन साह्रै राम्रो लाग्यो उहाँ लभ स्टोरी एन्ड कमेडी भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि यहाँ देवी चौधरीले भन्नुभएको छ लभ यु कुशल एन्ड अल नयाँ तारा मेम्बर्स भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि निर्मगर हुनुहुन्छ जोडी यो हुनुपर्छ मिलेको छ जोडी भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। पूजा खड्का हुनुहुन्छ लभ यु कुशल एन्ड अल नयाँ तारा भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। शर्मिला बुढा हुनुहुन्छ धेरै राम्रो भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। आगम कार्कीले भन्नुहुन्छ कि कौशल र ऋतिकाको जोडी हुनु पर्यो है पार्ट 12मा चाहियो एन्ड लभ यु बिग फ्यान अफ योर अनि नयाँ ताराको पनि है बिग फ्यान भनेर भन्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद। हामीहरूले अवश्य नै त्यो जोडी अगाडि ल्याउने नै छौँ हैन अवश्य नै ल्याउने छौँ। हजुरहरूले हजुरहरूले चाहिँ यसरी नै हेर्नलाई तयारी भएर बस्यो हुन्छ यो हप्ता नभए पनि अर्को हप्ता अवश्य नै जोडी आउने नै छ हजुरहरूलाई रमाइलो हामीले देखाउने नै छौँ है। शिशिर ठकुरी हुनुहुन्छ कति अर्को सिरियल बनाउनु भएको यस्तै त गाह्रो हुन्छ होला पछि नै। अनि मलाई अञ्जलीको भिडियो चाहियो अञ्जली बिनाको भिडियो राम्रो लाग्दैन भन्नुभएको छ उहाँलाई पनि सल्लाह सुझावका लागि धन्यवाद। हजुर उहाँ अर्को एकजना साथी डिप्पी गर्ल्स भन्नेले भन्नुभएको छ यो भिडियोमा अञ्जलीहरू पनि हुनु पर्यो भन्नुभएको छ। अञ्जलीहरू त अब ल्याउने थियौँ समय र परिस्थितिको कारण बिजी व्यस्तताको कारणले ल्याउन सकिरहेको छैन पछि हजुरहरूको कमेन्ट भनाइअनुसार उहाँहरूलाई पनि हामी तान्नेछौँ ल्याउनेछौँ। तर साथ सहयोग चाहिँ के अरे नबिर्सिदिनु होला गरिराख्नु होला त्यही भन्न चाहन्छु। तपाईँहरूले मागेको र चाहेको कलाकार हामी ल्याउनेछौँ ल्याउने प्रयास गर्दछौँ। अनि यहाँ फेरि एकजना दर्शक हुनुहुन्छ सपना मगरज्यू सपना मगरले लेख्नु भएको छ कि मलाई त यो के अरे मलाई त राम्रो लाग्यो भिडियो भन्नुभएको छ धेरै धेरै धन्यवाद उहाँलाई पनि। अनि अर्को कमेन्ट छ त्यसै गरी के अरे लिम्बुनी कान्छी दामी छ भन्दै उहाँले नि स्टिकर यस्तो दिनुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो डाङ्गुलेको तर्फबाट। अन्सु भ्लग्सले भन्नुभएको छ अलि कौशल भाइ भएर मात्र हेरेको मैले भन्नुभएको छ धन्यवाद। त्यसो चाहिँ गर्नु भएन उसले उसलाई मात्रै हेर्दैन हामीहरूलाई पनि हेरिदिनु पर्यो हामीहरूलाई पनि कमेन्ट दिदीलाई चाहिँ म धन्यवाद भन्न चाहन्छु यी रङ खाने पाउनु रङ चाहिँ हेर्दैन। अनि आज एउटा सेवा पण्डितले भन्नुभएको छ अञ्जली खोइ त भने जति लाइक गर्नुहोस् भन्नुभयो बुझेन अञ्जलीजी उसको अब उसलाई टाइम नमिलेर आएको छैन फेरि आउने छ हैन कुनै बेला आउँछ उसको टाइम मिल्न थालेपछि आउँछु। अनि यहाँ चाहिँ अर्को दाई अङ्कलले भन्दाखेरि भीषण भर्तीले भन्नुभएको छ कौशल भाइ भएर मात्र हेरेको भन्नुभएको छ थ्याङ्क यू। आफ्नो तारिफ आफूले नै गरेको छ अब के गर्ने यहाँ हाम्रो मनोज भाइले कमेन्ट गर्नुभएको छ हाई भनेर हामी पनि हेलो हाम्रो तर्फबाट र हाम्रो कमला माया मगर बहिनीले भन्नुभएको छ बासु भाइको न्युज राम्रो छ भनेर थ्याङ्क यू हजुरलाई पनि। अनि हाम्रो सचिन पुल्लेजी भन्नुभएको छ कौशल भाइ र ऋतिका नानीको प्रेम कहानी बनाउनु है बरु भन्नुभएको छ। हुन्छ अवश्य नै बन्ने छ अवश्य नै बन्ने छ
अवश्य नै भाइको इच्छा अवश्य नै पुरा हुन्छ। दाइको मिर्ची दाइको अनि फेरि त्यसै गरी अविरल दर्लानी उहाँले भन्नुभएको छ सङ्गिनी भन्दा त यो राम्रो रहेछ अब सबै के अरे अब सबै हेर्छु भन्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। सबै हेर्नुपर्छ। सबै हेरिदिनु होला, सङ्गिनी होस् या के अरे हाम्रो यो डाङडुङ्गे होस्, दुईटैलाई माया गरिदिनु होला हैन। सबै सिरियलहरूलाई चाहिँ माया गरिदिनु होला। हामीले बनाएको सिरियल जति सबै हेरिदिनु होला। त्यसै माया गरिदिनु होला। अब एक दुईवटा शब्द त वडा अध्यक्षबाट पनि जाउँ न हौ। एक दुईवटा कमेन्ट गरिदिनु त हाम्रो यति ह्यान्डसम वडा अध्यक्ष हुनुहुन्छ, देश बिगारे पनि सिरियल नबिगारी कमेन्ट गरिदिनुहोस्। नमस्ते सबैजनालाई। अब यहाँहरूले हामीले चाहिँ यो सिरियल हेरेर चाहिँ के मन पराउनु भएको छ भन्ने कुरा हामीले बुझ्यौँ यहाँको कमेन्ट हेरेर। अब कमेन्ट नै पढ्नुभन्दा त धेरैजनाको नाम छ त्यसमा कोही छुटाउन पर्दैन लाग्दाखेरि तलमाथि अब यहाँको मन बुझाएको छ। नरिसाइदिनु होला के भन्छु भने कमेन्ट पढ्नुभन्दा पनि यहाँले दिएको सुझाव हामी हेरिरहेको छौँ। सबैभन्दा राम्रो कुरा चाहिँ मलाई के लाग्छ भन्दा यहाँले यो सुझाव दिनु नै एकदमै ठुलो कुरा जस्तो लाग्छ। हामी यसलाई अझै राम्रो बनाउने एकदमै मन छ, हामी खटिरहेको छौँ। तैपनि अहिले यो चाहिँ बर्खाको समयले गर्दा कतिपय हाम्रो नै यो कलाकार टिममा पनि केही विभिन्न समस्याले गर्दा हामीले चाहिँ अस्तिको एउटा भाग पनि सुट गर्न सकेका छैन। जस्तै हाम्रो एउटा नानी चाहिँ नानीको चाहिँ जस उहाँको नाम चाहिँ फरक छ, तर सिरियलमा चाहिँ उहाँको नाम रानी हो। उहाँको घरमा अर्थात् उहाँको छिमेकीको एउटा चाहिँ दुःखद घटना घटेकोले अहिले हाम्रो टिम पनि यहाँ छैन। अब त्यो नानीको जुन चाहिँ अवस्था छ, अब सुट गर्नलाई पनि एकदम अझै पनि त्यो नानीको चाहिँ त्यो घटनाको कारणले केही समय अझै सुट गर्न नसक्ला जस्तो लागिरहेको छ। यहाँहरूले धेरै धेरै मन पराइदिनु दिनुभएको छ, अझै यसरी मन पराए हाम्रो सदस्य दिनु होला भन्दै सम्पूर्णलाई। मलाई चाहिँ एउटा आरोप पनि छ, खास वास्तविक म अध्यक्ष होइन, तैपनि यो सिरियलमा चाहिँ एउटा अध्यक्षको भूमिका पनि निर्वाह गरेको हो। अब सकाय अध्यक्षले भनेको छ, तर यो अहिले देशमा ठ्याक्कै यो चाहिँ यो घटेको घटना पनि हो है। फेरि कतिपय वडा अध्यक्षले भिडियो हेर्नु होला, मेरो इन्टरभ्यूले फेरि यहाँलाई अन्यथा नलागोस्, किन भन्दा कतिको उसमा मेल खाउँ जाला, तर त्यो चाहिँ फेरि ठ्याक्कै नराम्रो नसकिनु है। अब यो कतिसम्म चाहिँ घटनाहरू घटेको छ, यसकारण अब यो मात्रै बुझ्दैन कि एउटा सिरियल हो भनेर ल यहाँहरू सम्पूर्णलाई मेरो एकदमै धन्यवाद छ। वाह मामा तपाईले त दामी दिनुभयो। कहाँबाट सिक्नुभयो? हाम्रो मामाले चाहिँ खतरा हामीलाई चाहिँ हाम्रो, किनकि हाम्रो मामा धेरै ठाउँ भाषण आएर जे भए पनि अध्यक्षजी हुनुहुन्छ नि। भाषण त भए पनि हाम्रो सिरियलको भाषण गरेर आउनु भएको हैन। आमाजोले चाहिँ प्रधानमन्त्री हुनु भनेर हजुरहरूले भोट दिनु होला, माया गरिदिनु होला। गाह्रो भएको छ क्या आन्दोलन बनाउनु छ त्यही अध्यक्ष भन्दा खतरा हाम्रो मामाले रेलको नभएको। यहाँको दिएको आशीर्वाद लागोस्, म एकदम चाहिँ कामना गर्छु। ल म अब अन्तिम कमेन्ट पढ्न गइरहेको छु। हाम्रो लेख्नु भएको छ, कमेन्ट गर्नु भएको छ कि मनोज ब्लगले वाउ नाइस भिडियो भन्नुभएको छ। उहाँलाई पनि धेरै भेरी भेरी थ्याङ्क यू सो मच भन्न चाहन्छु। त्यसै गरी अब हामी अन्तिमतिर आएको छौँ। जति पनि हाम्रो दर्शक मित्रहरू छ, हाम्रो डाङडुङ्गे टिमलाई रुचाएर चाहिँ लाइक कमेन्ट सबै गरिदिनु भएकोमा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। यसरी नै माया गरिदिनुहोस्, यसरी नै कमेन्ट गरिदिनुहोस्। हजुरहरूको सानो सानो कमेन्टलाई पनि हाम्रो अगाडि बढ्ने हौसला बढ्छ हैन, हौसला त्यही बढ्छ। भएर हजुरहरूले यसरी गरिदिनु होला। यहाँको सल्लाह सुझावको लागि हामी अनिवार्य सधैँभरि यसरी नै यहाँको कमेन्टको पक्षमा रहनेछौँ। पूर्ण आदरणीय हाम्रो पनि माया गर्ने तपाईँहरू सम्पर्कलाई टिमबाट नमस्कार हजुरहरूले नै माया गरिदिनु भएर यहाँसम्म आउन हामी सफल भएको छु। आगामी दिनहरूमा पनि माया गरिदिनु होला। अझै हजुर सम्पूर्ण साथीहरू देश विदेश स्वदेश जहाँ पनि बस्नुहुने साथीहरू सम्पूर्णमा नमस्कार।